मर्निङ सबैजनालाई फ्रम सिनुवा है। यो चाहिँ त्यो चाहिँ सिनुवाको पारी है, मेन सिनुवा। अनि त्यहाँबाट माथि जान्छौँ यता, अनि त्यहाँपछि फेरि तल झरेर आजको बास चाहिँ यो लोवर जिनु भयो है। अनि यो चाहिँ अप्पर जिनुमा आज हाम्रो बास र माथि छ ब्युटिफुल अन्नपूर्ण रेन्ज है। ओके ल हामी चाहिँ अब अन्नपूर्ण ट्रेकिङ एरियामा चाहिँ अब इन्टर गरिसक्यौँ र यहाँ अब अगाडि चाहिँ झिनु भन्ने हो, झिनु डाँडा। त्यहाँभन्दा माथि जान्छौँ हामी आज चोम्रुङमा लन्च गरेर। अनि आजको बसाइ चाहिँ अप्पर सिनुवा हुन्छ है। And look at this beautiful। काम आइसकेको छ, चिसो धेरै छैन है। माथि अन्नपूर्ण हिमाल देखिरहेछ। वी आर एट झिनु 1750 मिटर्स है। सो हामीलाई चाहिँ कति मिनटको वाक भन्दा 10-15 मिनटमै पुग्यो। अब हामी चाहिँ यहाँ बस्दैनौँ र अहिले चाहिँ हामी झिनु डाँडा माथि चढिरहेछौँ। र यहाँबाट 3टा हिमाल कस्तो दामी देखिरहेछ लाइनै है। यो चाहिँ भल उयो हल्का टुप्पो मात्र देखेको चाहिँ माछापुच्छ्रे हो, अरू चाहिँ अन्नपूर्ण रेन्ज हो है। अहिले चाहिँ हामी चोम्रुङ पुगिसकेका छौँ है। र यहाँ चाहिँ हामीले एउटा ब्रेकफास्ट लन्च भन्यो नि है, एउटा ब्रेक लिएको। अनि अब यहाँबाट भ्यू चाहिँ खतरा छ, राउनी बसिरहेछ। अनि त्यहाँ छ हिमालयन रेन्ज। गाइस देखो न देखो न देखो न। यहाँबाट भ्यू चाहिँ बवाल छ, हावा नि चलिरहेछ। अब त्यहाँ बादल लाग्न लागिसक्यो है त। मलाई हेर न एकपल्ट, म गाउँले जग्गा हिँड्दै मामा गर्दा ल कोसेली बोकेन यो चाहिँ चोम्रुङ हो है। हामी चाहिँ खतरा ओह्रालो झऱ्यौँ। अब त्यसको डबल खतरा उकालो चाहिँ यहाँ झुलुङ्गे पुल कटेपछि उकालो सुरु हुन्छ। पुरै माथि कहाँ पुग्यो यहाँ। यो चाहिँ लोवर सिनुवा भयो, यसको पनि माथि त्यहाँ हामी अप्पर सिनुवा अहिले पुग्नु छ। र हामी चाहिँ आजको बास अप्पर सिनुवामा बसेको। यहाँबाट माछापुच्छ्रे हिमालको चाहिँ बवाल भ्यू छ है। माछापुच्छ्रे चाहिँ बवाल देखिन्छ। यो चाहिँ सनसेट टाइम।